सो कैसे हो मजुरन सन्चै छु आज हामी आएको छौँ मान्छेहरु हेरमा युट्युबमा आइए हामी युट्युबमा छौँ ओ मान्छु पागल हो ए पागल हो 1 किलो मासु पागल हो भन्नु ओ 1 किलो मासु गाड दिन्छु यही यो ब्लग हेर्न पर्छ हड्डी चड्डी बाप का पैसा उड़ा रहे बहन का लौड़ा हड्डी की हड्डी हड्डी चड्डी बहन युट्युबमा ले थाहा होला नि फेरि हिमांशुलाई देखाऊ है यो रुपेसाईको यो पुरै जग्गा रुपेसाईको यो पहाड यहाँ बुक गरन जग्गाको कमी छैन गाइस हल्लाउनु के छ जग्गाको कमी छैन ओके बिहान चाहिँ हामी आली तास्न चाहिँ आएको थियौँ भन उतातिर त्यो साइडतिर आली मिलाएर यताउति गडङ सुबिन बच्चो चुचु हेलो गाइस वेलकम ब्याक टु माय न्यू ब्लग बनाइदिउँ भनेर आएको के यो अनिस भाइ फेरि उता चढिरहन् ओ भाइ नगरको आन्टीले गलछन् मिडियम हाइनेर अनिस भाइ कहाँ चढेको बेलौतीको बुट्टामा चढेको ए अनिस भाइ अन्त बेलौतीको बुट्टामा चढेको गाइस बोका हेर्ने हो बोका हेर्नु कालो बोका हेर्ने हो गाइस कतिको हो हेर्नु कालो बोका अन्छु त्यहाँ खाने भन्नु है हाम्रो यहाँ उसमा आराम यहाँ रुखको खेतमा आएर हामी के डुल्न हामी कसैको जग्गामा आएको रे रुपेश दाइ के यो यस्तरी यहाँ यस्तरी यही रुपेश दाइ यो भाइ पुड्केलाई हेर्नु न माथि टेङ्गे यो टेङ्गे हेर्नु न यो फेरि यो पागल जग्गा छ यो मुटु हजुरले बड़ी बातचीत नेक्स्ट के लोगों से पूरी पिक्चर देख के लगाई दो राजाको चौतारा हान्दै चलो राजाहरु साथमा छ दाइहरु साथमा छ राजाको सान हो वडा नम्बर 32 भनेको मान केटा केटी 32 आजको घाम हामी सेराइसको 25 पहिला थियो साइडको लाई आज थियो बग धम्किन दे मेरो केटाहरु लागेन धम्किन दे जसले आगो लाग्छ खेलमा त्यसलाई चम्किन दे para कस्तो गरेको थियो रे त्यो टिभीमा एउटाले हट यिनले जाने तैँले पो जान्दैन रहेछ जान्दैन रहेछ नि जाऊ सुबिनले जाने काली यहाँ आइज ल अब चाहिँ हाम्रो सब अब यहाँ मिलाउँदैछन् कि अब धान रोप्ने बेला भयो सबै यता मकै हामीले बिच छाट्यौँ अब यो पनि काट्ने बेला भयो मकै फल्यो यहाँ अब यो भयो यहाँ अब के हो यो थाहा भएन मल जस्तै हुन्छ भन्छन् यतै यो हिरो भने बेसाला ये बच्चा लोग किसका है ये बच्चा लोग किसका है
ये किसका बच्चा है? ये किसका बच्चा है? सब लोग बोलो ये किसका बच्चा है? ये किसका बच्चा है? ये किसका बच्चा है? मैं आपको एक क्वेश्चन पूछूं? ये किसका बच्चा है? रावण को किसने मारा? माँ कसम सर, हम सो देंगे तुमको। अबे तुम दोनों में पता है रावण को किसने मारा? मैं कसम सर, मैं तो पानी पीने गया था, मेरे को तो पता नहीं। ये सोहेल चाहिँ 5:30 भइसक्यो बेलुकाको। घाम अझ क्यु छ, घाम त थैट पिट्न मिल्ने हो भने म त पिट्दिन्थेँ होला यार, के खालको घाम हो। अझै माथि छ के छ, छाया जस्तो केही छैन कि त वरिपरि फेरि। धान रोप्ने सिलसिलामा अहिले यहाँ चाहिँ म अहिले तास्दैछु। यहाँ बल्ल यहाँसम्म पुगेछु, यतातिर तासेर आइसकेँ हो। हामी चाहिँ हामी चाहिँ 3 जना आम क्या, बाबा म अनि भाइ आम। बाबा ऊ त्यो भर्खरै बस्नु भएन, भाइ यता फट्याएर खोज्दै बसेको एउटा चराको लागि। गरम पनि केही भिडियो गरम भयो नि तपाईँहरूलाई। छ्या यहीँको भाइहरू पनि घर गइसक्यो। बजार अन्त आज सोमबार पनि त हो, बजार जानलाई होला के अरे त्यो बेला छैन। छ्या के विधि गर्मी हो भाइ, यस्तो व्याग भन्दा नि व्याग लागेको। छ्या नास्ता खाएर बस्नु भएको लागेर सबैजना न, म नास्तै खाएर आएको। म पनि अघि भर्खरै आधी 1 घन्टा हुन लाग्यो। म पनि 4:30 बजी निस्केको, 6 बज्न लाग्यो होला अहिले। 6 बज्न लाग्यो होला। कस्तो हो यो माया भन्ने। अहिले रोक्नु न। भर्खर चाहिँ अब चाहिँ म फेरि खन्न जान्छु न। अब फेरि खन्न गएर म भ्याएर फेरि भिडियोमा आउँछु फेरि। अहिले चाहिँ हाम्रो यहाँ खनेर भ्याइसक्यो। यहाँ पछाडि चाहिँ आगो लाउँदै हुनुहुन्छ। यहाँ अङ्कलहरू पनि भर्खरै भ्याएर हिँड्नु भइसकेको छ। यतातिर साइडतिर त जलाएर अब चाहिँ घर गइन्छ न। अनिसले हो क्या अलि